घर अगाडि एक दुईटा सुन्तला र कागतीको बोटहरू थियो, त्यो पनि पात पहेँलो हुँदै गएको छ अनि माथिबाट सुक्दै गएको छ। के गर्ने होला? मलाई एकदमै आइरहने प्रश्न हो यो है। यदि यसरी सुन्तला कागतीको बोटहरू कमजोर हुँदै गएको छ भने यो टाइममा हाँगाहरू छाटकाट गरेर प्रुनिङ गरेर अनि नयाँ पालुवाहरू लिनुपर्छ। त्यसको लागि सबैभन्दा पहिला चाहिँ यो पहेँलो भएका पातहरू सबै काटेर फालिदिनुपर्छ। अनि सुकेका हाँगाहरू छन् भने सुकेको ठाउँभन्दा तलबाट सबै काटेर फालिदिनु होला। अनि नयाँ पालुवा पलाउनको लागि चाहिँ यो बोटको प्रत्येक हाँगामा घाम पर्नुपर्छ क्या। त्यही भएर बिचतिर गन्जगोल भएका हाँगाहरू मजाले काटेर सबै ठाउँमा घाम पर्ने गरेर बनाउनु होला। यदि बोटमा फुलहरू लागेका छन् भने फुलहरू चाहिँ चुडेर फालिदिनु होला। यो वर्ष फलाउनु हुँदैन, यो वर्ष यो बोट आफैमा कमजोर छ, त्यही भएर यसलाई हुर्काउनु पर्छ। अब काटिसकेपछि यदि काटेका हाँगाहरू अलिक ठुलो छ भने त्यसमा चाहिँ यो उन्ड सिलर, यो घाउमा लगाउने औषधि दल दिन सक्नुहुन्छ। यसलाई अब मजाले पालुवा पलाउनको लागि हेल्प गर्ने युरिया मल चाहिँ हामीले यसलाई छर्दिनुपर्छ अनि दिनदिनै पानी दिनुपर्छ। अर्गानिक तरिकाले गर्छु भन्नुहुन्छ भने माथिबाट गाई भैँसीका मल छरेर अनि पानी चाहिँ दिनदिनै दिनु होला सकेसम्म, किनकि गाई भैँसीको मल चाहिँ बोटले छिटो अब्जर्भ गर्दैन। अब यति गरेपछि बिस्तारै 15-20 दिनमा यसको रिजल्ट देखिँदै जान्छ। आशा छ यो भिडियो तपाईँको लागि उपयोगी हुनेछ।